एभ्रीवन गाइज वेलकम ब्याक टु मी अनदर न्यू ब्लग। स्वागत छ तपाईहरुलाई मेरो नयाँ ब्लगमा। धेरै लामो समयपछि आज ब्लग सुरु गरिरहेको छु मैले। अनि म चाहिँ आज बजार जाँदैछु अनि म चाहिँ हजुरहरुलाई बजारमा पुगेपछि टक्क लागेर देखाउने छु। अहिलेलाई चाहिँ बाइ बाइ। सो गाइज अहिले चाहिँ म बजारको मास्क खोलेरै बोल्छु। सो अलरेडी गाइज अहिले चाहिँ म बजारमा आइसकेको छैन, अझै बजारमा जाँदैछु। देख्न सक्नुहुन्छ यो लाइन, यो बाटो। म चाहिँ फर्स्ट टाइम आएको तर लामै रहेछ कि फेरि। अनि यही बाटो हुँदै अब टक्क बजार पुगिन्छ। बजार पुगेपछि अब सामान किनिन्छ। सामान किनेको भिडियो त म बनाइहाल्छु। अब चाहिँ म बजार पुगेपछि हेर्छु। त्यो चाहिँ बजार लागेको छ अनि म चाहिँ अब यहीँ देखाउनेवाला छु। जस्ट हेर्दै जानु होला। यहाँदेखि चाहिँ भित्र म हिँडिरहेको थिएँ अगाडि अगाडि। अनि त्यसपछि यहाँनिर चाहिँ मलाई एकजना मुलाले पानी छ्यापिदिनु लाग्थ्यो क्या, ट्याक्क खुट्टामा आएको। अनि त्यसलाई म यस्तो गाली दिइरहेको थिएँ नि, भन्न चाहिँ मिलेन। अनि त्यसपछि ट्याक्क हाम्रो स्टार्टिङ यहाँदेखि भइरहेको थियो है। भित्र बिस्तारै बिस्तारै गइरहेको थियौँ हामी चाहिँ। यहाँदेखि हेर्दै 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 हिँडिरहेको थिएँ म यता यता। हल्का ट्र्याकहरू पाइन्छ कि भनेको। अनि सब कपडाहरू चुज मात्र के, त्यो अरूको त्यो इन्डियनहरू फेरि त्यस्तै खालको लाग्दो रहेछ। अनि यहाँ चाहिँ स्पेसल्ली इन्डियनहरूको लागि मात्र के त्यस्तै खालको कपडाहरू मात्र पाइने। म यताउति साइडमा हेर्दै हिँड्दै हेर्दै हिँड्दै गरिरहेको थिएँ। तर केही नि भेटेन। फेरि यता यो साइडबाट जान्छु भनेर गएको, फेरि फर्किनु पऱ्यो। फेरि यताबाट जान्छ म झ्याउ लाग्यो कि त्यहाँनिर। अनि फेरि यो साइडमा फर्केर यो साइडबाट सो अलरेडी गाइज अहिले चाहिँ यहाँ हामी बजारमा डुलिरहेको छौँ होइन। एउटा गतिलो देख्दैन रहेछ, यो उसले लाउने मात्र खालको छ यार। अलिकति चित्त बुझ्दो केही पनि छैन, नामको मात्र फडेनी बजार, केही जात छैन यार। त्यतिर फेरि अरू खाद्यान्नहरू पाइँदो रहेछ। अनि मलाई फेरि आफूले खोजेको चिज नपाएको भएर होला म लास्ट झ्याउ लगाइरहेको थियो क्या। अनि अगाडि अगाडि गइरहेको थियौँ यताउति। फेरि एकदम साँघुरो क्या, एकदम साँघुरो ठाउँ। अनि त्यसपछि यताउता नि झ्याउ लाग्यो। त्यसपछि फेरि यता साइड साइडमा गइदिउँ न त हेर्न भनेर यता यता हिँडिरहेको थियौँ हामी हेर्नको लागि। त्यसपछि ठ्याक्क फेरि यहाँनिर मान्छेहरू एकदम के भिड, लास्टै भिड यार। हिँड्ने त ठाउँै छैन त्यहाँ फेरि त्यति साह्रो। डुल्दै 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 जाँदा एक ठाउँ यहाँ चाहिँ सोधिरहेको थिएँ म काजु बदाम के कति छैन। हल्का मलाई डेट एक्सपायर भएको जस्तो पनि लाग्यो। अनि त्यसपछि फेरि वापस गरिदिएँ मैले, किनेन। अनि हे जामुँ त अन्त ठाउँमा किन्न भनेर। अनि हामी चाहिँ बजार घुमिसकेपछि जाडो जाडो थियो नि त। अनि चिया खाऊँ भनेर चिया खान छिरेको। त्यसपछि चिया चाहिँ 15 रुपियाँ कप रे। कप चाहिँ सानो थियो तर चिया चाहिँ मिठो थियो, टक्क मसलाहरू हालेको। अनि मजा आयो चिया खाइसकेपछि। अनि त्यसपछि हामी निस्क्यौँ। सो अलरेडी गाइज बजार चाहिँ गएर आइसकेँ म। अनि बजार चाहिँ हिजो गएको, आज चाहिँ अर्को दिन भइसकेको छ। अनि कस्तो भने सामानहरू चाहिँ मैले कति त थोरै लिएँ, तर स्पेसल्ली त्यो घरमा खोलिसकेको छन् हिजो लिएको सामान। अनि आज मैले चाहिँ किन भिडियो बनाएको भने चाहिँ बजार त गइयो तर बजारमा चाहिँ हामीले खोजे जस्तो, हामीले रोज जस्तो त्यस्तो खालको सामान चाहिँ नपाउँदो रहेछ। अनि ठ्याक्क म चाहिँ केही पनि लिएन त्यस्तै खासै। अनि अलिकता काजु बदामहरू किसमिसहरू लिएर आएँ। अनि एक दुई जुत्ता किनेको छु, म जुत्ता चाहिँ देखाउँछु। म चाहिँ यस्तो खालकै, यो खालको जुत्ता। अनि जाडोमा लाउन हुन्छ भनेर यो चाहिँ लिएर आएको छु, एक जोड जुत्ता। अरू खासै केही पनि किन्ने होइन। त्यसैको लागि भ्लग चाहिँ हिजो इन्ड गर्न पाएन। आज छोटो मिठो बनाएर इन्फर्मेसन दिएर इन्ड गर्छु भनेर मात्र यो। अनि आज नि घाम लागेको छैन, आज नि जाडै छ। फेरि अर्को नेक्स्ट भिडियोमा भेटौँला। अहिलेलाई चाहिँ बाई बाई।